जुम्लाको चेरीमा आइपुग्यौँ। हजुरहरूलाई अहिले चाहिँ म जुम्लाको यो चेरे भन्ने ठाउँबाट दृश्य अवलोकन गरिरहेको छु। हामी चाहिँ कान्जिरोवा होटलमा बसेर करिबन यो एयरपोर्टको नजिक रहेको कान्जिरोवा होटलबाट लगभग 6 किलोमिटर माथि गाडीमा आउँदा चाहिँ यो अन द वे हामीले कर्णाली एकाडेमी अफ हेल्थ साइन्स हुँदै र कर्णाली टेक्निकल स्कुल्सको बाटो हुँदै माथि आइसकेपछि यो पत्मारा पासको नजिकमा आउँदाखेरि चाहिँ यो दृश्य कैद गर्न सफल भएका छौँ र हामीले हाम्रो यात्राको समयमा यो चाहिँ सायद पहिलोचोटि हो यो दक्षिण भेगमा भए पनि यो हिमालको अवलोकन गर्न पाइयो। अनि अगाडि सकभर हामी सकेसम्म अझै माथिसम्म यो हामी उत्तरतर्फ मेन जुम्ला बजारको उत्तरतर्फ जाने क्रममा छौँ र यो छेरेचौरको अरू पनि माथि उत्तरीय भागहरू पनि अवलोकन गर्ने छौँ। अहिले चाहिँ हामी यो चेरे चौरको छेउमा आइपुग्यौँ जुम्लामा र हामीले यहाँ एकछिन चाहिँ गाडी स्थगित गरेर हामीले चाहिँ दृश्य अवलोकन गर्नेछौँ, फोटोग्राफ्सहरू लिनेछौँ। त्यसपछि हामी क्रमशः अगाडि बढ्दै जानेछौँ। ल है साथीहरू, हामी चाहिँ चेरेमा आइपुग्यौँ। हुन्छ कृष्णजी यतै रोकिदिनु हुन्छ बोरी हिँड्छौँ ए ऊ माथि डाँडासम्म जाने रहेछ सेतोसम्म होइन जान्छ कान्छ त्यहाँसम्म यस्तो मजाले देखेको क्या लाग्छ। र यो सुन्दर दृश्यसँगै यहाँहरूले देख्न सक्नुहुन्छ निर्माणाधीन अवस्थामा रहेको कर्णाली एकाडेमी अफ साइन्सको भवन, जुन चाहिँ भवनले जुम्लाको विकासमा पनि एउटा नयाँ मोड लिनेछ र टेवा पुर्याउनेछ भन्ने हामी विश्वस्त छौँ। यो सुन्दर दृश्य सँगसँगै यहाँहरूले यो भवनलाई पनि अवलोकन गर्न सक्नुहुन्छ। पक्रिदेऊ ल, घुमाइदेऊ ल, मेरो पनि यसो आफै घुम्छ कि क्यामेरा, त्यो यसो गरेर आफै घुम्छ, मैले त्यस्तोमा राखिदिएको छु कि। र यहाँ देख्न सक्नुहुन्छ हाम्रो 3वटा गाडीमध्ये एउटा अन्तिम गाडी यहाँ आइरहेको छ। र अफरोडमा हजुर यसरी चाहिँ हामीले गाडीलाई लिएर आएका छौँ र हामी केही बेर देख्नेछौँ। केही बेरको दृश्य अवलोकनपछि हामी क्रमशः अगाडि बढ्दै जानेछौँ। Beautiful. Beautiful. है हामी के ठाउँमा रे भाइ? चेरेको अन द टप जाँदैछौँ। है भेडा चराउने पनि यहाँ गजबको भइरहेछ कार्यक्रम होइन, घोडा पनि सँगै। यो त यस्तै फोटो खिच्ने हो भाइ, यस्तै बनाउने रहेछ। यहाँ त जान्छ के भाइ? हो यस्तोमा चाहिँ अप्ठ्यारो है कोही बेला त। त उकालो जान कान्छ यो डामतिरै जाउँ होला त्यसमा कि यताबाट घुमाएर लाग्दा पनि हुन्छ अरे। ए एउटा घर रहेछ है 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 यहाँ हाइकिङ आउँदो रहेछ है मान्छेहरू। धेरैलाई त थाहा नै छैन नि यो यहीँबाट पनि घुमाउनु मिल्छ कि। त्यति होला भन्छ छैन होला अर्को त ऊ तलबाट हो कान्छ होइन नि।
यसको के छ भने यो क्यामेराको यस्तो खटाक्क उक्लिन्छ नि यो स्टेबल खिच्छ कि गिम्बल त्यो चाहिँ खुसी छु यस्तो नि हुन्छ कि हेर्नुपर्छ केही छ ढुङ्गा झरौँ सम्झी एकछिन नै एकछिन म झर्छु यस्तो हुन्छ भाइ माथि के चौरी चौरी त हुँदैन होला है यहाँ त के हुन्छ भाइ चौरी छैन है हेर्नुहोस् है भेडाले नुन खाएको दाजु अनि भेडालाई नुन किन दिने खासमा किन दिने किन दिन्छ भाडा थाहा छ यो भेडालाई छ नि भेडालाई नुन किन दिएको भनेको हजुर त्यो खायो भने के हुन्छ यो र so I got the answer why they give the salt means जुम्लाको गहुँ यस्तो छ यो जुम्लाको गहुँ चाहिँ काटेर अब यहाँ चाहिँ उहाँहरूले जो मर्सी चामल लाउनुहुन्छ हाम्रो दुईजना चाइनाको भाइहरू यहाँ मजाले अध्ययन गर्नु चाहिँ एकजनाको ट्रान्सपोर्ट जियोग्राफी उसको चाहिँ इन्डस्ट्रियल जियोग्राफी अनि यहाँ हेर्नुहोस् यो बुट्टाहरू ल ल ल ल ल जुम्ला कस्तो छ भनेर त सहर त देख्नु भएको होला गाउँ कस्तो छ भने चाहिँ हजुरहरूलाई थाहा छैन ओह हेर्नुहोस् त माथि माथि यस्तो बस्तीहरू छ घाँसे मैदान पनि छ होइन अनि यसरी योपट्टि चाहिँ पाइन ट्रिजहरू पनि छ ए कस्तो मजाले देखिन्छ हेर्नुहोस् है गाउँ开心了不？到了这个地方，开心是开心，应该开心了。好久没来这种地方了。
你看好久没下地下了。下个月如果到就没有了，这个都没有了，这个都是 rice 呀。这个刚才的妹妹说了，下个星期哦不是2个星期以后都没有了。它天气热嘛就可以了。哇，哦 beautiful like this。कता हिँड्नुभयो दाइ खेतमा हामी अहिले जुम्लामा छौँ है। जुम्लाको चाहिँ यो हजुरहरूले देख्न सक्नुहुन्छ धानको बियाड कसरी राखेको छ हेर्नुहोस् है। जुम्लाको यो मार्से चामलको अनि यो अब चाहिँ गहुँ काटेर मार्से चामललाई चाहिँ यसरी रोप्ने। हजुरहरूले जुम्लाको मार्से चामल भन्नुहुन्छ नि, यसरी यसरी फलाइन्छ है। माथि हिमाल छ यहाँनिर। ओ हाम्रो दिदीले चाहिँ बाल्टीमा बेसरी के बोकेर ल्याउनु भएको छ, खानेकुरा ल्याउनु भएको छ क्या बोकेर।